सुन्दर साथीहरू प्रणाम। आजको यो यात्रा चाहिँ देवघाट गाउँपालिकादेखि श्यामनगर बुढौलीसम्मको रहनेछ, जुन त्रिशुलीको नदी किनारमा पुलदेखि रामनगर टिमुरा हुँदै हामी यात्रा प्रारम्भ गरिरहेका छौँ। र हामी यो 24 कोटी चोक पर्सा बजार, जुन चाहिँ पुरीको पश्चिम राजमार्ग अन्तर्गत रहेको छ, र यहाँबाट सिधा हामी दक्षिणतर्फ लागे पछाडि हामी श्यामनगर बुढौली यहाँ आइपुग्छौँ, जहाँ चाहिँ कृष्ण प्रणामी मन्दिर भव्य रूपमा निर्माणाधीन अवस्थामा रहेको छ। श्री कृष्ण प्रणामी सेवा समिति अन्तर्गतको यस मन्दिरको भव्य उद्घाटन समारोह हुँदैछ। सम्पूर्ण सुन्दर साथीहरूमा कोटी कोटी प्रणाम। म प्रदीप चौलागाई देवघाटदेखि करिब 50 किलोमिटरको यात्रा तय गरेर आज म श्री कृष्ण प्रणामी मन्दिर बुढौलीमा आइपुगेको छु। यहाँ किन आएको छु भन्दाखेरि विशेष जानकारी लिनको लागि धेरै सुन्दर साथीहरूलाई त यहाँको बारेमा थाहा भइसकेको छ कि 2082 साल मङ्सिरको 3 गतेदेखि 10 गतेसम्म बृहत रूपमा यो जुन हामीले पछाडि देखिराखेका मन्दिर छौँ, यसको चाहिँ समुद्घाटन हुनेवाला छ। भव्य रूपमा बन्दै गरेको मन्दिरलाई यहाँ सबैजनाले आएर चाहिँ मन वचन र कर्मले सघाउनु हुनेछ र उद्घाटन समारोहको साक्षी बन्नुहुनेछ भन्ने एउटा अपेक्षा पनि गरेका छौँ। सबैजनाको एउटा पवित्र चाहना, यो मन्दिरभित्र रहेका धेरै गतिविधिहरू हामी देखाउनेछौँ। यो मन्दिर मात्र नभइकन असहाय वृद्धाश्रम पनि रहेको छ, गौशाला पनि रहेको छ, र मन्दिरको धेरै गुरु योजनाहरू पनि रहेका छन्, जसले चाहिँ समाज कल्याणको लागि धेरै ठुलो एउटा टेवा पुर्याउन सक्छ। र यहाँहरूको सानो सानो सहयोग, सानो सानो चाहिँ भावनाहरू यो मन्दिरको श्रीवृद्धिमा र समाज सेवाको कल्याणमा लाग्न सफल हुनेछ भन्ने एउटा अपेक्षा पनि गरेका छौँ। र मसँग एउटा पर्चा पनि रहेको छ सुन्दर साथीहरू। यो निमन्त्रणा पत्र हो, जुन श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव 2082 नाम दिएको छ अब हुने कार्यक्रमलाई। यहाँ चाहिँ हाम्रो यस संस्थाका महन्त गुरुजी हुनुहुन्छ, गुरुजी वृन्दावन महाराजज्यूका सुपुत्र र अहिलेका यस मन्दिरका गादीपति महन्त भरत महाराजज्यू हुनुहुन्छ। उहाँको सत्सङ्कल्पमा चाहिँ यो मन्दिरको भव्य कलात्मक मन्दिरसहित उद्घाटन गरी उक्त कार्यक्रमको चाहिँ समापन हुने एउटा कार्यतालिका रहेको छ। यसको बारेमा हामी आउनुहोस्, यहाँहरूलाई भित्र के कस्तो खालको चाहिँ व्यवस्था रहेको छ र गुरु योजनाहरू के रहेका छन् त्यसको बारेमा पनि हामी यहाँलाई जानकारी गराउनेछौँ। सुन्दर साथीहरू, यो चाहिँ भोजनालय रहेको छ, यहाँ पाकघर, जहाँबाट हामी अन्न प्रसाद ग्रहण गर्न सक्छौँ। त्यसै गरी यहाँ हामी देख्दैछौँ परमहंस लक्ष्मीदास बाबाजी स्मृति सेवा प्रतिष्ठान, जुन यो निर्माणाधीनकै क्रममा रहेको छ। त्यसै गरी गौशाला पनि यहाँ देख्न सक्छौँ हामी। सुन्दर साथीहरू, यो चाहिँ पछाडिको भागबाट देखिएको जुन दृश्य हो, यहाँ परमहंस लक्ष्मीदास बाबाजीको एउटा स्मृति प्रतिष्ठान जुन हामीले नजिकै देखिराखेका छौँ भने यतातर्फ एउटा गौशाला र गौशालासँगै पाकघर भोजनालय, र भोजनालयबाट ठिक अगाडिपट्टि चाहिँ कलात्मक मन्दिर निर्माणाधीन अवस्थामा रहेको छ। यो अन्तिम चरणमा पुग्ने क्रममा रहेको छ, जसको बिचमा चाहिँ श्री वृन्दावन असहाय वृद्धाश्रम श्री कृष्ण प्रणामी मन्दिर रहेको छ, जसको स्थापना 2032 सालमा भएको हामी यहाँ देख्न सक्छौँ। त्यहाँ कार्यालय पनि रहेको छ श्री कृष्ण प्रणामी सेवा समिति नेपालको। र यो हामीले अहिले देखाइराखेको चाहिँ यो वृद्धाश्रम हो। असहाय दिनदुखी बुवा आमाहरू, ज्येष्ठ नागरिकहरू जो चाहिँ अति विपन्न तथा एउटा सहाराको खोजीमा हुनुहुन्छ, उहाँहरूको चाहिँ संरक्षण र सम्वर्धन पनि गर्दै आएको छ यस संस्थाले। ल, यहाँ अफिसमा चाहिँ हाम्रो दिदी हुनुहुन्छ, भोजन प्रसाद बनाएर मिठो भोजन खुवाउने दिदी। दिदीको शुभ नाम भनिदिनुहोस् त। मेरो मैया मुडुवारी हो। प्रणाम सुन्दर शाहजी। म मन्दिरको भान्से, गाई सेवा पनि गर्छु। कति एरियामा फैलिएको छ यहाँ हाम्रो टोटल जमिन चाहिँ? जमिन करिब 2 बिघा भन्नुभएको छ। हजुर। अनि यो मन्दिर चाहिँ करिब 8 गठामा फैलिएको छ भन्ने कुरा भएको छ। यो मन्दिरको समुद्घाटन चाहिँ कहिलेबाट हुँदैछ? मङ्सिर 2082 साल मङ्सिर 3 गतेबाट 10 गतेसम्म हुँदैछ है।
हस्, यहाँलाई धेरै धेरै जानकारीको लागि धन्यवाद। यो कार्यालय पनि सफा चिटिक्क बनाएर राख्नु भएको छ। बेला बखतमा गौ सेवा पनि गर्नुहुन्छ दिदीले, अनि भोजन पनि मिठो बनाउनुहुन्छ, अनि बेला बखत राज्यको सेवा पूजा पनि गर्नुहुन्छ। सुन्दर साथीहरू, यो चाहिँ मुख्य मन्दिरको भित्री भाग हो, जहाँ चाहिँ हामी अत्यन्तै कलात्मक सिसाद्वारा चाहिँ एउटा कला भरिएको हामी कला देख्न सक्छौँ। यो दृश्यहरू कैद गर्नु कतिको उपयुक्त छ यो मैले यहाँ समितिसँग सोधिसकेको छैन, यद्यपि यो प्रचारको लागि सहयोग हुने हेतुले नै यो भिडियो तयार पारेको छु। यहाँ जोसुकैलाई मनमोहक लाग्ने खालका दृश्यहरूसहित यहाँ समेटिएको छ। र यो चाहिँ जुन मेन सिंहासन श्रीराज श्यामाजी पधार्ने जुन एउटा स्थान हो, ज्ञान भक्ति सेवा जुन लेखिएको छ प्रणाम दुईतिरै, र यो यहाँ चाहिँ राजश्यामाजीको सिंहासन र राजश्यामाजी स्वयं विराजमान रहनुहुनेछ। बाहिरपट्टि हाम्रो दाईहरू धमाधम आफ्नो मेहनत पस्किरहनु भएको छ। मन्दिरलाई सुशोभित र कलात्मक बनाउनको लागि हरदम तयार रहनु भएको छ, निरन्तर लागिरहनु भएको छ। कार्यक्रम स्थल प्रवेशको लागि यहाँ केही नक्साहरू पनि प्रस्तुत गरिएको छ। पूर्व पश्चिम राजमार्गबाट दुई ठाउँबाट मुख्यतः प्रवेश गर्न सक्ने एउटा बाटो रहेको छ, चैनपुर चोक, त्यसै गरी 24 कोठी चोक पर्सा बजारबाट। यहाँ म कार्यक्रम आयोजक र प्रचार प्रसार समितिलाई विनम्र अनुरोध पनि गर्न चाहन्छु। त्यहाँ अहिले भर्खरै म त्यो मन्दिरमा आइपुग्दै गर्दाको समयमा पनि कतिपय त्यो डिरेक्सनको अभावमा चाहिँ अलि अल्मलिनु परेको स्थिति रहेको थियो। अब लगतै 1 महिनाभन्दा कम समय अवधि रहेको र प्रचार प्रसारलाई व्यापक रूपमा बनाउन पनि आवश्यक रहेको स्थितिमा कम्तीमा डिरेक्सन बोर्डहरू चाहिँ देखिने गरी राखिदिन हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु। हामी सम्पूर्ण सेवाको लागि अहोरात्र खटिनेछौँ र कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनेछौँ। मेरो व्यक्तिगत तर्फबाट पनि यो प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण सुन्दर साथीहरूमा चाहिँ यो कार्यक्रम सफल बनाउनको लागि म व्यक्तिगत तर्फबाट आह्वान समेत गर्न चाहन्छु र सबैजनाले एकजुट भएर कार्यक्रमको अवधिभर चाहिँ भव्य र सभ्यताका साथ सम्पन्न गर्ने एउटा महाअभियानको साक्षीको रूपमा आफूलाई उभ्याउनु हुनेछ भन्ने एउटा विश्वास पनि व्यक्त गर्न चाहन्छु। प्यारे सुन्दर साथीहरू, 1 महिनाभन्दा कम समय बाँकी छ हामीसँग र गर्नुपर्ने कार्यहरू पनि धेरै रहेका छन्। प्रचार प्रसारलाई एकदम व्यापक र तीव्र दिनुपर्ने आवश्यकता रहेको छ। जसले जुन ठाउँबाट सक्नुहुन्छ त्यही ठाउँबाट यो प्रचार प्रसारमा पनि सहयोग गरिदिनु हुनेछ भन्ने जुन अपेक्षा गरेका छौँ। कसैले यो सम्पूर्ण स्वार्थभन्दा माथि रहेर यो यस्तो किसिमको सामाजिक कार्यहरूमा चाहिँ अग्रसर रहनुपर्ने सबैको हाम्रो जिम्मेवारी हुन आउँछ। सोही अनुसार चाहिँ कसैले यो मेरो अथवा यो तेरो नभनिकन यो मन वचन र कर्मले अबको पाली भनेको चाहिँ हामीले श्यामनगर बुढौलीलाई दिने है। यो पटकको मङ्सिर महिना चाहिँ श्यामनगर बुढौलीको लागि हुनेछ भन्ने एउटा सत्सङ्कल्पबाट चाहिँ हामी अगाडि बढ्यौँ भने पक्कै पनि यो अत्यन्तै भव्य र सभ्य तरिकाले सम्पन्न हुनेछ, जसको लागि हामी सबैले कामना गरौँ। श्री राज्यको सबैमा कृपा रहोस्। र यति भन्दै आजको यो जुन यो मन्दिरको दर्शन गर्नको लागि नै म यहाँ आएको थिएँ। करिब 17-18 वर्ष अगाडि मैले यस मन्दिरमै सानो एउटा मन्दिर झुपडीमा रहेको अवस्थित भएको मन्दिरमा चाहिँ मैले वितक कथा श्रवण गर्ने मौका पाएको थिएँ, जुन भरतमणि महाराजज्यूकै मुखारविन्दबाट सञ्चालित भएको थियो। र आज फेरि यो मन्दिरको एउटा निर्माणको साक्षी बन्नको लागि म यहाँ आइपुगेको छु र मङ्सिर 3 गते हुने कार्यक्रममा हामी सबैजना मिलेर सघाउनेछौँ र यो मन्दिरको समुद्घाटन समारोहलाई भव्य बनाउनेछौँ, एउटा अविस्मरणीय बनाउनेछौँ। सबैजनाले आफ्नो ठाउँबाट जुरुक्क उठेर यो मन्दिरको उद्घाटन समारोहलाई चाहिँ सघाइदिनु हुने होला भन्दै आजको यस भिडियोबाट पनि म बिदा हुने अनुमति चाहन्छु। केही प्रतिक्रियाहरू छन् भने कृपया कमेन्ट गरिदिनु होला। मन परेको छ भने लाइक गरिदिनु होला। अझ बढी मन परेको छ भने सेयर गरेर यस भिडियोलाई धेरैभन्दा धेरै सुन्दर साथीहरूको धेरैभन्दा धेरै सामाजिक भावनाले ओतप्रोत हुनुभएका महानुभावहरू समक्ष पुर्याइदिनको लागि सहयोग गरिदिनु होला भन्दै बिदा हुने अनुमति चाहन्छु। कृष्ण कन्हैया लाल की जय। प्रणाम।